हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। हरेक बुधबार गोरखापत्र अनलाइनमा रहेको लोकसेवा तयारी विशेष वस्तुगत प्रश्नोत्तर 1मा रहेको छ। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो? विक्रम सम्वत 2082 पुस 13 गते। हालसम्म 5वटा प्रदेशहरू साक्षर घोषित भएको छ भने हालसम्म 68 जिल्ला साक्षर घोषित भएको छ। 2मा करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो? केराबारी गाउँपालिका मोरङ हो। 3 राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ? पुस 15मा मनाइन्छ। 4 19औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव 2082मा हात्ती सुन्दरीको उपाधि जित्ने हात्ती कुन हो? पुनम कली हो। 5मा नेपाल प्रहरीले हाम्रो प्रहरी अभियानको सुरुवात कहिले गरेको हो? विक्रम सम्वत 2082 पुस 13 देखि गरेको हो। 6 स्मार्ट सहरी योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 कार्तिक 16 र 17 काठमाडौँमा घोषणापत्र जारी गरियो। 7 संयुक्त राष्ट्र सङ्घद्वारा इन्टरनेसनल टिकेट फर्म सस्टेनेबल डेभलपमेन्टका रूपमा घोषणा गरिएको अवधि कुन हो? सन् 2024 देखि 2033। 8 सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना 2082 देखि 86 कहिले स्वीकृत गरेको हो? विक्रम सम्वत 2082 मङ्सिर 28 गते। 9मा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन कहिले भएको हो? विक्रम सम्वत 2082 पुस 8 गते 88 वर्षको उमेरमा भएको हो। 10 अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा एकै ओभरमा 5 विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल क्रिकेटर को हुन्? गेदे प्रियन्दाना इन्डोनेसियाका हुन्। 11 खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिले बन्द हुँदैन भन्ने व्यक्तित्व को हुन्? मदन तेरेसा हुन्। 12 नेपाल BFSI शिखर सम्मेलन 2025 कहिले सम्पन्न भएको हो? सन् 2025 डिसेम्बर 19 काठमाडौँमा। 13 अन्तर्राष्ट्रिय आप्रवास दिवस कहिले मनाइन्छ? डिसेम्बर 18मा। 14 पोखरामा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा पोखरेली नवरत्न अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? चन्द्रकान्त बराल, नेपथ्यका अमृत गुरुङ, उद्योगपति चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुबाजु, प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्र सिंह गुरुङ, महिला उद्यमी रामकली खड्का र उद्योगी हरिप्रसाद पाण्डे। पुरस्कार जनही 2,02,202 रुपैयाँ, ताम्रपत्र र पदक प्राप्त गर्नुभएको थियो। 15 NSSF 13औं किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको हो? विक्रम सम्वत 82 पुस 12मा गरिएको हो। 16 ग्लोबल हिरो अवार्ड 2025बाट सम्मानित हुने नेपाली को हुन्? कुलमान घिसिङ। 17 नम्बरको सार्वजनिक नामका औपन्यासिक कृतिका लेखक डाक्टर श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन्? तीर्थ गुरुङ।
18 मा थाइल्यान्ड र कम्बोडिया बीच युद्धविराम गर्ने सहमति कहिले भएको हो? सन् 2025 डिसेम्बर 27 मा। 19 आजको अन्तिम क्वेसन रहेको छ। निर्वाचन आयोगले विक्रम सम्वत 2082 फागुन 21 गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेद्वारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ? रु 25 लाखदेखि 33 लाखसम्म तोकिएको छ। आयोगले 165 निर्वाचन क्षेत्रहरूलाई 5 वर्गमा विभाजन गरेर 25 लाखदेखि अधिकतम 33 लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो। Thank you for watching.